and प्रयोग ब्लूटूथ स्पीकर ब्लूटूथ स्पीकर यसमा अब मैले यो पुरैमा यो पुरै कार्डबोर्डबाट बनाएको छु यसको भित्र दुईवटा स्पिकर एला कम कर वॉल्यूम कम कर अनि बोला यसको भित्र दुईवटा स्पिकर र यसमा माइकको सिस्टम पनि छ एकचोटि फेरि बोल न यो ब्लूटूथ स्पीकरबाटै सुरु गर यसैमा माइकको सिस्टम पनि यसैमा रहेको छ यसको माथितिर चार्जिङ सिस्टम बटन सिस्टम यूएसबी केबल सिस्टम सबै यसको माथिमा लागेको छ यहाँनिर साउन्ड बढी र कम गर्ने भोल्युमको यहाँनिर छ यहाँनिर यहाँ जेबी भन्ने लोगो पनि बनाएर छ यहाँनिर अब साउन्ड कम भएको छ यहाँनिर अब यो फुल गर्दाखेरि यसमा वायरिङ बुझ्नु पर्यो यसको भित्र सबै वायरिङ गरिएको छ अब यो पुरै फिल्टर बनाएर भित्र पुऱ्याउन सकिँदैन हल्ला गर्ने हैन तर यहाँनिर हेर्न सकिन्छ यसको सबै बटन बोल्ने बेला यसमा सबै बटनहरू र चार्जिङ पोर्ट सबै यसमा देख्न सकिन्छ यहाँनिर चार्जिङ पोर्ट धेरै सानो छ पछाडि नदेखिएको होला यहाँनिर चार्जिङ पोर्ट र त्यसकै माथि युएसबी केबल र यसमा चारवटा बटनहरू छन् र यो माइकलाई कनेक्ट गर्नको लागि यसमा यो लगाइएको छ र यहाँनिर यो अन अफ गर्ने यहाँनिर छ यसको भित्र दुईवटा स्पिकर लगाएर साइडतिर यहाँनिर लाइटिङ सिस्टम पनि छ तर अहिले उज्यालोमा नदेखिएको हुनसक्छ अब यसमा यहाँनिर यसको कनेक्सन ब्लुटुथ कनेक्ट गर्ने यहाँनिर छ र यसमा लाइटिङ यहाँनिर देखिएको यहाँनिर नजिकबाट देखेको छ तर त्यहाँ नजिक हुनसक्छ यो लाइट यहाँनिर